हेलो फुटबल फ्यान्स, हिजो भएको यो हेर्न सक्नुहुन्छ इस्ट बङ्गालको पहिलो गोल। इस्ट बङ्गाल भर्सेस ट्रान्सफर युनाइटेडको गेमको यो सबै गोलहरू यहाँ छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। र उहाँले 10 नम्बरले एकदमै राम्रो गोल गर्नुभएको थियो। र यो अर्को सेकेन्ड गोल हेर्न सक्नुहुन्छ, यो गोल एकदमै राम्रो फिनिसिङको साथ गोल गर्नुभएको थियो। सेकेन्ड गोल हो, हेर्न सक्नुहुन्छ तपाईँहरू आफै कस्तो गोल गर्नुभएको थियो। र गोल गरिसके पछाडि उहाँको सेलिब्रेसन पनि छुट्टै छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। हिजोको गेम चाहिँ एकदमै डोमिनेटिङ गेम भएको छ गाइज। तपाईँहरूले हेर्नु नै भयो होला, र हेर्नु नभएकोहरूले, छुटाउनु भएकोहरूले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। र यो भिडियो क्लिप मैले तपाईँहरूमाझ राखिरहेको छु, हेर्नु सक्नुहुन्छ। र यो 10 नम्बरले चाहिँ एकदमै राम्रो खेलिराख्नु भएको थियो। एकदमै राम्रो सुट, एकदमै राम्रो स्किल र एकदमै राम्रो पासहरू, बल कन्ट्रोलदेखि लिएर एकदमै सबै चाहिँ मलाई 10 नम्बरको लाग्यो। तपाईँहरूलाई कुन प्लेयरको चाहिँ एकदमै राम्रो गेम लागेको थियो हिजोको, तपाईँहरू आफ्नो कमेन्ट गर्न सक्नुहुन्छ यहाँनिर। र उहाँले हेर्न सक्नुहुन्छ यो 10 नम्बरले दिएको पासमा हाम्रो 16 नम्बरले एकदमै उत्कृष्ट गोल गर्नुभएको थियो। यो पनि हेर्न सक्नुहुन्छ तपाईँ। मलाई चाहिँ अहिलेको यो साफ वुमेन च्याम्पियनसिपमा चाहिँ एकदमै राम्रो लागिरहेको छ इस्ट बङ्गालको टिम। र यो टिमले चाहिँ हाम्रो एपिएफ टिमसँग चाहिँ एकदमै खतरनाक गेम हुन्छ भन्ने मलाई लागेको छ। तपाईँहरूलाई कस्तो लागेको छ त्यो भन्न सक्नुहुन्छ। र एपिएफ र इस्ट बङ्गाल चाहिँ एकदमै अलिकति भए पनि स्ट्रङ टिम देखिरहेको छु मैले। तपाईँहरूलाई कुन टिम चाहिँ स्ट्रङ लागिरहेको छ कमेन्ट गर्न सक्नुहुन्छ। र तपाईँहरूले कुन टिमलाई सपोर्ट गरिराख्नु भएको छ त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ। र यो गोल 10 नम्बरको यहाँ हेर्न सक्नुहुन्छ, एकदमै राम्रो फिनिसिङ, एकदमै राम्रो गोल। र गोल गरिसकेपछि उहाँको सेलिब्रेसन पनि तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ उहाँले गोल गरिसके पछाडि यो सेलिब्रेसन छ। र अझै एकछिन पर्खिनुहोस् तपाईँहरू, अर्को पनि सेलिब्रेसन छ उहाँको। कस्तो लाग्यो गाइज, तपाईँहरूलाई कमेन्ट गर्न सक्नुहुन्छ।